ल केटाहरू तिमीहरूको डिमान्ड अनुसार फाइनली नेपालीमा भिडियो पनि आयो र हामी हाम्रो स्कोरको कुरा गर्ने हो भने गएर स्कोर हेरौँ पहिला त। हामी अहिले छौँ हाम्रो नेपालमा टप 5 मा म्याक 10 मा र हाम्रो र अरूको स्कोर हेर्ने हो भने टप 4 टप 3 टप 2 टप 1 यिनीहरूको धेरै ग्याप छ यार। यिनीहरूले कति पुसिङ गर्छन् म के भन्नु यिनीहरूलाई। र यता हेरेपछि हामी अब बागमती प्रदेशमा गएर हेर्ने हो भने टप 3 नम्बरमा छु, त्यो धेरै राम्रो कुरा हो। र यता आएर हेर्ने हो भने अहिले म छु 2 नम्बरमा रसुवामा। र हाम्रो ट्राई हुनेछ कि सिजनको लास्टसम्म जसरी पनि हामी टप 1 गरौँ। र अब नेपालीमा राम्रोसित सपोर्ट आयो भने डेली नेपालीमा भिडियो आउँछ, तर नेपालीमा सपोर्ट आएन भने त रेगुलरली हाम्रो हिन्दी अडियन्सलाई हिन्दी भिडियोमा आइरहेको छ। र यदि तपाईँहरू टिकटकमा हेर्दै हुनुहुन्छ भने गएर सर्च गर्न सक्नुहुन्छ कि युट्युबमा मिस्टर BG7। र मैले आज कोल्याब गरेर टप 4 म्याक 10 सँग पनि भिडियो बनाएको थिएँ। उसले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछ र फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्ने बित्तिकै ग्रुपमा आएर भन्छ कि कति पुसिङ गरेको यार तिमीले, यत्रो धेरै पुसिङ गरेर टप 1 त तिमी जान्छौ जस्तो छ, कति पुसिङ गर्छौ भन्यो। र मैले भने मेरो त युट्युब छ, युट्युब च्यानलको लागि कन्टेन्ट बनाउनुपर्छ, भिडियो बनाउनुपर्छ, जसको लागि म गेम खेल्छु। त्यसपछि मैले उसलाई मेरो युट्युब च्यानलको नाम पनि दिएर उसले हेरेछ पनि। अनि साथीहरू यति मात्रै होइन, मैले टप 1 M590 सँग पनि कोल्याब गरेको थिएँ, जो चाहिँ अहिले केही कारणले टप 2 मा छ। टप 1 ले उसलाई ग्रुपमा आएर भनेछ कि तिमी अहिले पुसिङ बन्द गरिदियो, म टप 1 को टाइटल चाहिएको छ, यो विक बन्द गर, अर्को विकबाट पुसिङ गर भनेछ। र उसले यसपालि टप 2 को टाइटल लिएछ। र एउटा एडिट छोटो मिठो हेर्नु होला। अगर बिगाड़ने पर आता तो बहुत कुछ बिगाड़ देता तुम्हारा, पर वो क्या है, तेरे बाप के साथ उठना बैठना है हमारा। ल केटाहरू अब हामी भिडियोतर्फ लागौँ र हामी कसरी पुसिङ गर्छौँ सबै कुरा हेरौँ न। अब मेरो आफ्नै भाषा हो नेपाली त, न कुनै स्क्रिप्ट छ न केही छ, म कसरी बोल्न सक्छु होला, कसरी भन्छु होला। म आफै एक्साइटेड छु किनकि आजसम्म मैले नेपालीमा बोलेर भिडियो बनाएको छैन। ल सबैजनालाई आजको पहिलो भिडियोमा स्वागत छ। अब यसै गरी त बोल्ने होला नि, अब एकदम डिसेन्ट र फर्मल भएर बोल्छु। आजको भिडियो फनी हुनेवाला छैन किनकि म आफै कस्तो भइरहेको छु भने कि म कसरी बोलौँ कसरी गरौँ भन्ने भइरहेछ। त्यसैले सपोर्ट गर्नु होला। सबैभन्दा पहिला त यो साइडमा उत्रेर म राम्रोसित लुट गर्न थाल्छु र लुट गर्दा गर्दै अच्छा खासा लुट त मिल्छ। र अरू लुटको लागि र म्याक 10 को खोजीको लागि मलाई अझै अगाडि गएर म्याक 10 खोज्नु पर्ने हुनेछ। अनि त्यहाँ खोज्दा 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 म यति धेरै खोज्छु कि यहाँ आइपुग्छु। यहाँ आएर खोज्दा पनि मलाई म्याक 10 त भेटिँदैन। अनि अन्तिममा जब म यो वाला घरमा आउँछु, यो वाला घरमा आएपछि त मलाई मेरो म्याक 10 पनि भेटिन्छ। अब त बस के गर्ने थियो, गएर इनिमीहरूलाई मारेर इनिमीहरूको किल उठाउनु पर्ने थियो। र म्याक्सिमम त 4 किल उठाउनु पर्ने छ र हेडसटबाट किल आयो भने 2-3 किल नै इनफ हुनेवाला छ। र इनिमी ढुँड्न मतलब खोज्नलाई सबैभन्दा सजिलो तरिका हो हिटलिस्ट, र म यहाँ आएर हिटलिस्ट पनि लगाउँछु। अनि बस म गाडी लिएर इनिमीहरूको तलासमा जाँदै थिएँ कि यता आएपछि एउटा इनिमी देखिन्छ जसलाई म उडाएर यसका काम तमाम के भन्छ है, के अरे यसको म काम खतम गरिदिन्छु। यसको काम खतम गरिदिएपछि अगाडि अर्को इनिमी छ जसलाई म मार्न ट्राई गरिरहेको थिएँ। त्यो इनिमी त एकदम सातिर दिमागवाला हुन्छ, जसको आइक्यू हुन्छ 100 ओके 100 भनिदिउँ। 100 भएपछि अब यसलाई जसरी पनि मार्न थियो किनकि मलाई किल चाहिएको थियो। अनि म जोनमा पनि थिएँ र छिटो छिटो मलाई यसलाई मारेर जोनमा जानु थियो। त्यसको लागि म गाडीमा बढ्छु। गाडीमा बसेर गएर यसलाई जसरी पनि मारेर किल उठाएर म यहाँबाट निस्किन्छु भन्ने मेरो सोच थियो। जब म जान्छु यो वालको लाइक के भन्छ यसलाई, ट्रीको पछाडि जान्छ। पहिला त ड्यामेजको ट्राई गरेर यहाँ वाल लगाएँ। अब एफजेल पनि फ्याँक्छु। एफजेल फ्याँकेपछि एफजेलको ड्यामेज, अर्को पनि एफजेल फ्याँकेँ। अब जसरी पनि रस गर्न थियो र जब गर्छु इनिमी निस्किन्छ र यसको काम तमाम गरिदिन्छु। ओइ नै कस्तो हानेको यार, यसले कस्तो राम्रो ड्यामेज दियो। अब रस त गरेर जसरी पनि छिटो छिटो मार्दै अनि अन्त्यमा गएर यसको काम म हेडसटको साथ तमाम गरिदिन्छु। जब तमाम गर्छु अब मलाई कन्फर्म थियो कि 100 को प्लस आउने चान्सेस धेरै हाई छ किनकि 90 को भन्दा माथिको प्लस त 100% आउँछ। त्यही नै कन्फर्म 100 को प्लसको लागि म मेरो हिटलिस्टवाला इनिमीसँग फाइट लिन आउँछु, जसलाई म कन्टिन्युसली ड्यामेज दिएर इधर अब यहाँबाट मलाई जोनमा पनि जान थियो। त्यो पनि गाडी लिएर भाग्छ, म पनि गाडी लिएर अगाडिको साइडमा निस्किन्छु। जो म गाडी लिएर जोनमा आइपुगेको हुन्छु कि अगाडिको साइडमा मलाई बन्दी लोगोको के अरे इनिमीहरूको फाइट देख्छ र ड्यामेज दिनेको ट्राई गर्छु। यो बन्दीसँग पुचुक गन हुन्छ र यसले मलाई ड्यामेज दिने ट्राई गरेर हुन्छ। त्यही पनि म यससँग फाइट लिएर यसलाई जल्दी मारेर मलाई ब्याक गर्न थियो किनकि छिटो प्लस चाहिएको थियो। म यस्तो ड्यामेज दिने ट्राई गर्छु, मेरो ड्यामेज पनि एकदम कमको लागिरहेको हुन्थ्यो। यो मलाई बार पुचुक गनले मारिरहेको हुन्थ्यो। त्यही पनि हेर्नु बार ट्राई गर्दा पनि लास्टमा त म मरिहाल्छु। र जसरी म मरेपछि ब्याक गरेर हेर्छु मलाई 100 को प्लस मिल्यो कि नै मिल्यो, त्यो एकदम राम्रो कुरा हो। र अर्को गेम स्टार्ट गरेर यहाँ आएर इनिमीसँग फाइट हुन्छ, जसलाई राम्रो ड्यामेज दिन्छु र लास्टमा यसको काम तमाम गरिदिन्छु। अनि त्यसपछि धेरै खोजेपछि फाइनली मलाई मेरो म्याक 10 पनि भेटिन्छ।
अनि एनिमीलाई खोजेर यहाँ आएँ अगाडिबाट एउटा एनिमी मलाई हान्दैछ जसलाई म ड्यामेज दिनेको ट्राई गर्छु। यसले मलाई अच्छा खासा ड्यामेज दियो ड्यामेज अनि गन स्विच गरेर ड्यामेज दिनेको ट्राई गरेँ। बन्नेले के अरे एनिमीले वाल लगायो। जब वाल लगाउँछ म गाडीमा बसेर अब सर्ट रेन्जमा गएर मार्छु सोचेर जान्छु। जब गाडीमा बढ्छु अब त मेरो गाडीमा हान्न ट्राई गर्छु तर यसलाई म इजी पिजी M14बाटै मारिदिन्छु। अनि जब गाडी लिएर अगाडि गइराखेको हुन्छु एउटा अर्को केटा पनि देख्छ जसलाई म ड्यामेज दिएर वेपन स्विच गरेरै मार्ने सोच्थ्यो। स्विच गरेर पनि हान्ने ट्राई गर्ने यो बच्यो। अब म अर्को गाडी चढेर जल्दी मतलब छिटो गएर यसलाई मार्न थियो। छिटो गाडी लिएर म जान्छु। यो वालको पछाडि नि बचिरहेको थियो मेरो हातबाट जसरी नि बच्ने ट्राई त गरिरहेको थियो। लास्टमा गएर राम्रो ड्यामेज दिएँ अच्छा खासा ड्यामेज ड्यामेजको ट्राई लगेन। अनि मेन त मेरो वाल नै लागिरहेको थिएन के भइरहेको थियो मसँग त्यही पनि म रस गरेँ। यो राम्रो ड्यामेज भएको कारण यो प्याक गर्ने ट्राई गर्छ अनि म यहाँबाट भित्र छिरेर गएर ड्यामेज दिनेको ट्राई गरेर अझै पनि ड्यामेज दिन्छु। यसलाई यत्रो ड्यामेज दिएर पनि बन्दा बच्छ यति धेरै बच्छ कि यसको किस्मत यस्तो राम्रो हुन्छ। लास्टमा त यो यति धेरै चतुर हुन्छ कि मेरो गाडी लिएरै अगाडिको साइडमा गएर भाग्छ तर सडनली मलाई इधरको साइडमा यो साइडमा उसैको गाडी देख्छ। यसको गाडीमा गएर म बस्न ट्राई गरेँ। त्यो टाइममा अलिक थोरै ड्यामेज पनि दिइसकेको थियो यसले मलाई। गाडी लिएर यसैलाई मार्न जान्छु। अन्त्यमा जसरी पनि यसको काम तमाम गर्न थियो मलाई। र अगाडि त यसले यति धेरै दिमाग लगाइरहेको थियो। अब पनि दिमाग लगाउँदा पहिला ग्रेनेडले हान्छु अनि हेर्नु होला कस्तो बवाल तरिकाले यसको हेडसट र बडीको साथ यसको काम मैले खतम गरिदिएँ। अब यसलाई मारेपछि 1 किल त भयो अझै पनि किल चाहिएको थियो मलाई। अनि त्यसपछि यो वाला भेन्डिङ मसिनमै आएर म हिटलिस्ट लगाएर त्यो बन्दालाई मार्नको लागि जान्छु। र तपाईँहरू हेर्नु होला यार मेरो वाल प्रब्लम कस्तो भइरहेको थियो कि वालै लागिरहेको थिएन। यत्रो ड्यामेज दिएर यसले म वाल लगाउनेको ट्राई गरेँ वालले हेर्नु त वाल नलागेको कारणले यसले मलाई कस्तो मजाले मार्थ्यो यार। यो त कस्तो नोब्रा टाइपको थियो के भन्नु म अब प्लस पनि कति कमको लाग्यो। र त्यसपछि म मेरो एउटा सब्सक्राइबरसँग गेम खेल्न लाग्छु र इधर यहाँ आएपछि एउटा एनिमीसँग मेरो फाइट हुन्छ र यसलाई कसरी पनि खतम गर्न थियो। ड्यामेज दिनेको ट्राई गर्छु भागिरहेको थियो मेरो हातमा बाइजन थियो त्यही पनि हेडसटको साथ अन्त्यमा यसको काम तमाम गरेर यसको डुवालाई वाइप आउट गरिदिन्छु र मेरो पहिलो किल इधर यहाँ हुन्छ। भगत यार के भन्नु त्यो मुखमा मेरो हिन्दी शब्दहरू आइरहेको छ बानी भएर होला सायद। त्यसपछि जब हामी यहाँ आउँछौँ यहाँ आएपछि अरू पनि एनिमी देख्छ जोसँग हामी फाइट लिइरहेको हुन्छौँ। मलाई अबसम्म पनि म्याक्टिन देखेको थिएन इधर वान ट्यापको ट्राई गरेँ यहाँनिर फेरि ड्यामेज दिन्छु र ड्यामेज दिएपछि मेरो भाइले मेरो सब्सक्राइबरले मेरो किल चुरायो र यति टाइममा मलाई त म्याक्टेनकै खोजी थियो। मलाई त इरिटेट लागिसक्यो यार मलाई कस्तो यो राम्रोसित बोल्नै सकिरहेको छैन के भइरहेछ यो प्रपर कमेन्ट्री नै गर्न सकिरहेको छैन। आजलाई यति नै गरौँ होला प्रपरली म अब यदि यो भिडियोमा करिब 1K देखि 2K भ्युज आयो भने म नेक्स्ट भिडियो नेपालीमा बनाउने ट्राई गर्छु र राम्रोसित बनाउँछु। प्रपर 15-16 मिनट वा 15-20 मिनटको प्रपर भिडियो बनाउने ट्राई गर्छु। अहिलेलाई चाहिँ म सकिनँ यति नै गरौँ होला। प्रपर भिडियो हिन्दीमा बिको च्यानलमै आउँछ।